भनिएको रहेछ र यो ठाउँ चाहिँ विराटनगरको यो जुन भन्सार कार्यालय छ भन्सार कार्यालयबाट अलिकति चाहिँ पूर्वमा पर्ने रहेछ र त्यसै क्रममा यो दरबार हेरिसकेपछि हामी चाहिँ यो दरबारमा कोही एकजना स्थानीय कमल किशोर यादवजी भन्ने राधे राधे नमस्कार सबैजनालाई। यो भिडियो स्क्रोल गर्नुभयो भने तपाईँलाई फेरि एकदम व्यवस्था हुन्छ, किनभने नि जो हिन्दू हो नि जो सनातनी हो उसले त हेर्नै पर्ने भिडियो र नेपालीहरूले सम्पूर्णले हेर्नुपर्ने भिडियो, किनभने विराट राजाको दरबार यहाँ पछाडिपट्टि र यो दरबारमा के छ, यो कहिलेको हो, को आएर बसे कसो गरे। यता त मेरो बन्धुको निवास पनि रहेछ, हुन त यो सबै यादव निवासै हो। अनि अहिले दही मही खान जाउँला नि त, ठिकै छ। उहाँ फेरि शाकाहारी, म माछा मासु कहिले खाँदिनँ। यो नाथ कोट्याउनु त मुखमै रहेछ। फेरि हिँडे पछाडि यहाँनिर चाहिँ यो देख्न पाइयो विराट राजा प्राचीन दरबार सङ्ग्रहालय भनेर। अब यहाँभित्र धेरै सामान राखिएको छ भन्ने छ, त्यो पनि देखाउँला। अनि मैले क्यामेरा यता देखाउनु पर्ने उता देखाएको छु है। आदरणीय व्यक्तित्व डाक्टर महावीर पुन जो नेपालका वरिष्ठ वैज्ञानिक हुनुहुन्छ, उहाँसँग छौँ हामी। म अगाडि रातो टी सर्टमा अघि हुनुहुन्छ। यही सङ्ग्रहालयमा हजुरको शुभ नाम भनिदिनु न। मेरो शुभ नाम कमल किशोर यादव, म राजा विराट प्राचीन दरबार खोज संरक्षण समिति नेपालको अध्यक्ष, नेपालको पूर्वाञ्चल मोरङ जिल्ला बुद्धिनगर गाविस सभा नम्बर 5 महानगरपालिका 18 नम्बर वार्ड पर्दैछ। तपाईँले जुन ठाउँमा आज पर्यटकको ठाउँमा हेर्ने आयो, यो ठाउँको नाम भेडियारी भन्दैछ। भेडियारी जुन छ बसो सर। सर यता आउने यता आउने, उहाँ सर हिँड्नुहुन्छ अरे। ए सर यता आउने, यहाँ सर धेरै कुरा थाहा हुँदैछ। सर मलाई यसो जानकारी पनि दिनु हुने रहेछ क्या तपाईँलाई। आउनु न सर, घरमै लाएर जानकारी दिने अरे। हाम्रो डाक्टर साहब नबस्ने भन्नुभयो, अनि उहाँ यादव सरसँग भेट भयो, मेरो बन्धु, एकदम धेरै धेरै धन्यवाद। अनि अब घरमा लगेर टक्कसँगले मै खाँदै गफ गर्ने हामी है। अब यादवको घर तपाईँहरूलाई थाहा छ नि, दुध दही मही घिउको कहिले कमी हुँदैन है। चिसो पालिँदैन होइन, गाई छ मात्र। यो विराटनगर नगरपालिका कति नम्बर वार्ड हो? यो 18 नम्बर वार्ड पर्दैछ तपाईँको। 18 नम्बर वार्ड। ठाउँको नाम भेडियारी भन्दैछ। भेडियारी एक अनौठो नाम चाहिँ महाभारत कालले जुटेको छ। पाण्डवहरू 12 वर्ष वनवास पछि 1 वर्ष अज्ञातवास गरेको लुकेको थिए। यो भेद दुर्योधनको नहुँदाखेरि यो ठाउँको नाम भेडियारी नाम भेडियारी भन्दै। भेडियारी राजा विराटको मूल ठाउँ, राजधानी छ, जमिन मकान छ, इनार छ, पोखरी छ, सबैभन्दा पुरानो सामान जुन म सङ्कलन पाएँ। हजुर 30 वर्ष लाग्यो कि यसै संस्थाको जागृति गर्दाको म देशको इतिहास दिएको छु। म जाति होइन, पार्टी होइन, हिमाल पहाड तराई होइन, हामी नेपालको विराटको इतिहास हो, सबैको साझा हो, सबैको साझा। राधे राधे लागि पर्नु भएको छ। यहाँ बुवासँग आइयो है। अनि त्यसपछि अनि पहिलोचोटि देख्नु भएको तपाईँले बाछी? हाम्रो त घरभरि हुन्छ नि दुध खानलाई। अनि अब यो बुवाले चाहिँ हामीलाई सिटीमा हालेर लिएर आउनुभयो। अनि डाक्टर महावीर पुन सर पनि पछाडिबाट आउँदै हुनुहुन्छ। र यहाँ बुवाले चाहिँ सङ्ग्रहालयको सामग्रीहरू चाहिँ एकदम हिफाजतले पनि राखेको, र यस विषयमा चाहिँ सबै कुरोहरू चाहिँ उहाँलाई जानकारी रहेछ। अनि यसरी उहाँहरू तपाईँहरूलाई एकदम स्वागत छ, आइदिनु भयो, धन्यवाद। अनि त्यहाँ सबैजना डाक्टर साहब पनि आउँदै। अनि जाति होइन, पार्टी होइन, हामी हिमाल पहाड तराई होइन, हामी नेपालको विराटको इतिहास हो, सबैको साझा हो, सबैको साझा, सबैको साझा। मेरो तरफ यही गर्दैछु कि यो इतिहासको संस्कृति सँगले यहाँ सङ्ग्रहालयमा चाहिँ के छ म तपाईँहरूलाई देखाउँछु। ल आउनुहोस् यहाँ, हजुर आउनुहोस् न। ल आउनु त एकपल्ट हामीलाई जानकारी गराइदिनुहोस्। सर कि हामी जो खोज अन्वेषण गरेको छौँ, हाम्रो देश ढुङ्गे माटेको देश हो। यसै ढुङ्गे माटोमा जिन्दगी बिताउँछ मान्छे। अब यसै रूपमा म माता भगवतीको आशीर्वाद पनि जो काम गरेको छु,
ये संस्कृति हाम्रो विषयगत संस्कृति पुरातत्व संस्कृतिको हो। अब सुरु गर्ने हाम्रो ढुङ्गेको नापतोलको बाट पनि ढक हुन्छ नि सर नाप्ने बेला, ये ढुङ्गेको बाट छ। अब यो ढुङ्गेको मसाला सिल्लोहरू अब त म्याक्सिमम पिस्नु हुन्छ बटम दाल, पहिले मसाला पनि पुरानै छ सर। अब यो ढुङ्गेको पिड्का बस्नुको पिड्का, अब यो ढुङ्गेको चन्दनखोटी चरौटा, फेरि इँटा 20 इन्च लम्बा 10 इन्च 4 इन्च मोटो, ये इँटा 10 इन्च लम्बा 10 इन्च 4 इन्च मोटो, यस्तै यहाँ यो ढुङ्गेको हथौडा ह्याम्बर छ कि। अब यस्तै ए नाईको धार, नाई पुग्नु ठाकुरले धार गर्ने पहिले धार गर्दै नि यही हो सर। अब तपाईँले हात नि कति चिल्लो छ हेरौ नि, मका काला छ कि यही भए नाईको धार गर्ने बेला चिल्लो हो यहाँको नाईको पहिले। अब तपाईँको यही शिलालेख छ जमिनको त लकडी, जमिनको विधानमा छ कि यो लकडी रातको लकडी पनि पाए। उहाँ लीला ढुङ्गेल होइन माओवादीको पर्यटन मन्त्री, उहाँले सम्मानित गरेको, उहाँको पर्यटन मन्त्री भने प्रमाणपत्र दिएको छ सर। यही तपाईँले युरोपिक स्कुलमा राजलक्ष्मी गोर्खा पनि सम्मानित राजनीतिक फोटो दिएर सम्मानित गर्नुहुन्छ, फेरि उहाँ राज्यपालले सम्मान पत्र दिनुहुन्छ। तपाईँले